हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। साथीहरु, फेरि आज हामीले तपाईहरुको लागि एउटा नयाँ भिडियो लिएर आइसकेको छु। हेर्न सक्नुहुन्छ, आज चाहिँ हामी माथि धानबारीमा गएर पानी लाउने, पानी कति छ भनेर हेर्ने, पानी रहेछ भने नलाइकन यसो भ्यूहरु हेरेर आउने भनेर जाँदैछौँ। साथीहरु हेर्न सक्नुहुन्छ, हामी चाहिँ यही बाटोबाट जाँदैछौँ साथीहरु। ल त साथीहरु हेर्न सक्नुहुन्छ, हामी चाहिँ माथि धानबारी हेर्न जाने भनेर केटाहरु पनि एकदम एक्साइटेड थिए। हेर्न सक्नुहुन्छ, हामी चाहिँ जाँदैछौँ यही धानबारी, लगभग पुग्न आँटे साथीहरु। अब ल त साथी हेर्न सक्नुहुन्छ, यहाँ नारायण चाहिँ अर्को बाटो गइरहेको थियो माथितिर। यता अगाडिबाट बाटो चाहिँ केटाहरू सर्टकट बाटो खोजेको थिए। हेर्न सक्नुहुन्छ साथीहरू, हामी चाहिँ माथि जाँदैछौँ। ल त साथीहरू हेर्न सक्नुहुन्छ, बाटो चाहिँ यस्तो छ। कस्तो झगडा बाटो अहिले मगे लाले भने चाहिँ सुरु ल त साथीहरू। लकडा के आयो त्यहाँ फेरि? तामा आइक्यो, तामाको के परिचय अलिअलि ल्याउ त। हाम्रो केटाहरू हेर्नु त, जोस जाकर केटाहरू माथि भरि उल्टा झऱ्यो। साथीहरू हेर्नु हेर्नु साथीहरू, जोस जाकर केटाहरूको केटाहरू के भन्नु हो साथीहरू, भन्न पनि हेर्नु बाजार जतिको छ। आफ्नो पोजमा छन् केटाहरू। अगाडि जाउँ नि धानबारीमा। ल साथीहरू हेर्न सक्नुहुन्छ है, हेर्न सक्नुहुन्छ साथीहरू। ल यो जोस जागर केटाहरू माथि एकदम भरिपूर्ण छ नि। यस्तो मलाई बोडी बिरा त केटाहरू के गर्छ केटा हो? बोडी बिरालाई मराक मुरुक कराक कुरुक पार्छ नि केटाहरूले। हेर्नु साथीहरू, जोस जाँगर आएको केटाहरूलाई के को जोस केटा तिमीहरूलाई? हेर्नु त म क्या लालले हुँदैछ केटाहरूको। ल त साथीहरू, ल है त। ल साथीहरू हेर्न सक्नुहुन्छ, अब हामी माथि लगभग खेतबारीमा पुग्न, हाम्रो धानबारीमा पुग्न आँटेका छौँ। धानबारी चाहिँ चट्ट रोपेको छ मजाले नै। अस्ति रोपेको बेला चाहिँ भ्लग बनाउन पाइएन, अब अर्कोचोटि बनाउनु पर्छ होला। हेर्नु घाँसै घाँस छ, अब घाँस काट्न पनि अब अलि पछि भन्दा पनि भरे भोलितिर आउनु पर्ला साथीहरू। बाटो एकदम धरम छ, कतिबाट घाँस नकाटेर हो केटा। हेर्नु साथीहरू, हल्ला चाहिँ पुरै बाँधाको जोस जाँगर जतिको केटाहरू। ल साथीहरू, हाम्रो खेतबारी चाहिँ दामी छ है। हेर्न सक्नुहुन्छ खेतबारी कस्तो बवाल छ है। पानी टक्क लगाइदिएको छ है। हेर्नु पानी परेर धेरै नै कमी छैन क्या साथीहरू। होइन त केटा हो, जाउँ त यसो घुमौँ न त, एकछिन त घुम्नु त। ल त साथीहरू, ल है त। ल त साथीहरू, टक्क धानबारी बवालै छ। अब यता पनि धानबारीमा पानी पनि बवाल छ। हेर्नु त साथीहरू, केटाहरू कहाँ पुगिसक्यो। लकडा हेर्नु साथीहरू, हेर्नु सक्नुहुन्छ यता भ्यू के छ केटा हो? धानबारीमा कस्तो छ फिल? एकदम दामी छ है। आज धानबारी टक्क हेर्न आएको नि त, अब कस्तो छ। अब यसो पानी कता के छ भनेर यसो आउनु पर्यो साथीहरू। अब हेर्नुहोस्, टक्क यहाँ चाहिँ पानी सुकेको रहेछ, लाउनु पर्छ अहिले केटा हो। अझ लकडा हो, चिप्लो रहेछ अलिकति केटा हो, चिप्लो बाटो यस्तै हो। ल त ल उता जाउँ हामी चाहिँ, अलि अप्ठ्यारो छ त्यो त। ल लकडा हो, हाम्रो साथीहरूलाई के भन्न चाहन्छ मित्रहरूलाई? तपाईँहरूले सपोर्ट गर्नु पर्यो है साथीहरू अलिअलि। अब हामी यस्तै टक्कसँग हान्ने हो भ्लग। धानबारी चाहिँ बवाल छ। धानहरू नि कस्तो दामी गरिरहेको छ, यसपालि मब्बाल फल्छ होला हो साथीहरू। टक्कसँग क्या साथीहरू, पानी अलिअलि पर्न आँटे जस्तो छ। परेको छैन साथीहरू। धानबारी चाहिँ हाम्रो राम्रो छ है, एकदम पानी चाहिँ सरर बगिरहेको छ। अब यो सिजनमा चाहिँ पानी हुने भएर होला, पानी नै छ साथीहरू। यो माथिदेखि यहाँसम्म हाम्रै धान खेती हो, राम्रै फल्छ धान यहाँसम्म। अब तपाईँहरू जति सपोर्ट देखाउनुहुन्छ त्यसपछि हामी धान गोडेको पनि ल्याउन सक्छौँ टक्कसँग। त्यस्तै उस्तै साथीहरू, भ्लग चाहिँ दामी जाने छ है। ल त ल साथीहरू, वेलकम ब्याक टु माई च्यानल भन्दै साथीहरू हेर्न सक्नुहुन्छ। तपाईँहरूले भिडियो चाहिँ टक्क हेरेपछि लाइक सब्सक्राइब सेयर सक्दो हालिदिनुलाई साथीहरू। हेर्न सक्नुहुन्छ भ्यू चाहिँ बवाल छ। ल
तल हिँडेर यता पानी अलिक प्रशस्तै रहेछ साथीहरू ठिकठाक छ पानी अब यस्तै हो पानी हामी मिलाउन आएको पानी लागिरहेको रहेछ अस्ति भर्खर आएको थियौँ आज फेरि आइयो भन्दै कुरा हो ल त साथीहरू बाटो चाहिँ धराउँछ एकदम यहाँबाट चाहिँ जम्प हान्नुपर्छ त साथीहरू ल त्यसलाई उता इन्कडा त्यो छ अब यहाँ चाहिँ अलि राम्रो ठाउँ छ है गएर सिधा परेको छ पानी चाहिँ राम्रै लागेको रहेछ साथीहरू अब पानी के कस्तो छ हेरिराख्नुपर्छ है पानी चाहिँ के कस्तो छ टक्क हेरिराख्नु पऱ्यो नि त अब खेतबारीमा पानी कहिले ठिकठाक हुन्छ कहिले त्यस्तै हुन्छ साथीहरू अब आज यस्तै ठिकठाकै रहेछ पानी राधे राधे हरे कृष्ण हरे ओम रहेछ साथीहरू हेर्न सक्नुहुन्छ साथीहरू अस्ति बेला हामीले त्यतिर घाँस काटेर कति ठुलो भएछ नि अहिले कस्तो छिटो बढेको है ध्यान घाँस पनि धान नि के साह्रो छिटो बढ्यो ल त ल साथीहरू टक्क भ्यू हेर्न सक्नुहुन्छ ल त ल अब धानबारी नि मजाले हेऱ्यो यहाँ त घारी रहेछ अब घारीबाट जाने कुरा आएन फर्किबाट यता घाँस अब भोलि पर्सि काट्नु पर्छ कुरा त्यो ल त्यहीँ नै झुन्डिनु पर ल साथीहरू हेर्नुहोस् अब हामी फर्किसकेको छौँ ल चाहिँ साथीहरू टक्क हेर्नुहुन्छ धानबारी अब धानबारी अब हिँड्नु साथीहरू हिँड्नेबाट सिङ्गल ल उर्काबाट ल ल ल साथीहरू जाउँ बाटो यस्तै छ है अब पानी चाहिँ यस्तै छ है केटाहरूको हल्ली चल्ली होइन कडा हो त्यस्तो गर बिस्तारै केटा बिस्तारै नकल यता ल त साथीहरू चट्ट परेर अब धानबारी घुमेर आइसक्यो फाइनल्ली यो रुख चाहिँ बबाल छ क्या टी हाउस बनाउनु साथी हेर्न सक्नुहुन्छ कस्तो वाल छ हेर्नु त कस्तो ठुलो छ टक्क यतातिर मकैबारी छ यही रुङ्गलाई हामी परतिर गोठ बनाएर टक्क बसेको छौँ ल त साथीहरू अर्को भिडियोमा भेटौँ ल हस्त धन्यवाद।